नेपाल कम्युनिस्ट पार्टी मशालका महामन्त्री मोहन विक्रम सिंहज्यू, विस्तृत अतिथिगण र यस विमोचन समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण विद्वान मित्रहरूमा म हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु। मलाई के लाग्छ भने एउटा 77 वर्षदेखि जो मान्छेले साहित्य लेखिरहेको छ त्यो मान्छे आज हाम्रो माझ हुनुहुन्छ। म भर्खर 35 वर्षको छु। 77 वर्ष के लेख्यो होला सोचौँ त एकछिन। साहित्यकार मात्र होइन, कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनुहुन्छ र मलाई लाग्छ पृथ्वीनारायण शाहले भन्नुभएको छ यो देश मैले साना दुःखले अर्ज्याएको होइन भनेर जब द्वितीय प्रदेशमा भनेर जानुभयो, मलाई आज त्यही क्षण हो जस्तो लाग्दैछ। यो जलजला कृति एउटा साहित्यकारको एउटा नेतृत्वको सानो दुःखले अर्जेको कृति होइन जस्तो लाग्छ। त्यही भन्न खोजेको हो कि साहित्यकारले तपाईँ हामीहरूलाई, किनकि यो साम्राज्यवाद ढोका बाहिर जाउँ, हामी साम्राज्यवाद छ। तपाईँको सिङ्गापुरको प्रोफेसरले के भन्छ भन्दाखेरि सयद हुसेन एटलस भन्ने प्रोफेसर, दुईटै बुवा छोरा प्रोफेसर हुन्, डिकोलोनियल थियोरिस्टहरू। उहाँहरूले के भन्नुहुन्छ भने यो कैदी मन, यो वेस्टर्नहरूको कैदी मन हाम्रो विश्वविद्यालयहरूमा जुन छ त्यो कैदी मन लिएर हामीहरू यो ठाउँमा बसेका छौँ, हामीहरू शिक्षा दिइरहेका छौँ भन्छ भन्दाखेरि चारैतिर साम्राज्यवादी आक्रमण भएको बेला एउटा 77 वर्षदेखि साहित्य लेखिरहेको मान्छे र त्यही हाराहारी 77-75 वर्षदेखि कम्युनिस्ट आन्दोलन हाँकिरहेको मान्छेको सामुन्ने तपाईँ हामी उभिएका छौँ र साम्राज्यवादलाई मलाई लाग्छ सबैभन्दा ठुलो चुनौती यही कार्यक्रम हो जस्तो लाग्छ। किनकि एउटा जलजला उपन्यास, त्यो उपन्यास मात्र होइन, त्यही लेखिएको छ यो प्रेमको कथा र विश्वको दर्शन। प्रेम यहाँहरूले देख्नुभयो, अजितले जलजलालाई प्रेम गरेको तपाईँहरूले देख्नुभयो, तर मैले त्यहाँ कहीँ अजितले जलजलालाई प्रेम गरेको कहीँनिर देखेँ। किन भन्नुहुन्छ भने स्टिभ जब्सले के भन्छ भन्दाखेरि मैले 3टा कुरालाई तपाईँहरूमा भन्न खोज्दैछु भन्छ, 3टा डटहरू जोड्न खोज्छु भन्छ। स्टिभ जब्स के रहेछ भन्दाखेरि ऊ विवाह नगरेकै आमाबाट जन्मिएको, आमाले जन्मिने बित्तिकै त्यो 2टा पहिला गोद लिनको निम्ति एग्रिमेन्ट गरेको र त्यो गोद लिने मान्छेले पनि स्टिभ जब्सलाई गोद नलिएको, किनकि उसलाई छोरी चाहिएको रहेछ। स्टिभ जब्स छोरा भयो भने अनग्रेजुएटेड मान्छेले, उसको आमा चाहिँ ब्याचलर पढेको र अनग्रेजुएटेड मान्छे दोस्रो जो वैकल्पिकमा छ त्यसले लिँदाखेरि आमालाई चिन्ता भएछ, साइन गरेन छ कि उसले भनेपछि त्यसपछि होइन म ब्याचलर चाहिँ पढाउँछु है यो छोरालाई भनेपछि दोस्रो तेस्रो दिन स्टिभ जब्सलाई हस्तान्तरण गरेछ भने त्यसपछि स्टिभ जब्सको के भन्छ, मेरो जन्म नै यसरी भयो, मेरो बुढी छैन भनेर भन्छ। एउटा डट त्यो जोड्छ। अर्को डट के भन्छ भन्दाखेरि मैले यति प्रेम गरेँ, दोस्रो मेरो प्रेम भनेको लभ भनेको मेरो काम हो भन्छ। आज अजितलाई भन्नुहोस् या मोहनजीलाई भन्नुहोस्, मैले त्यो यहाँ लेखकले अजित भनेको मोहन विक्रम सिंह होइन भनेर भनेको छ, तर मैले मोहन विक्रम सिंह नै लेखेको छु जलजलामा भने त्यो कामप्रतिको प्रेम, त्यो विश्वास, त्यो क्रान्तिप्रतिको विश्वास त्यो जलजलामा पटक पटक भनेको छ। यो प्रेम त्यो 4 वर्षको प्रेम ठुलो हुन्छ कि यो संसार परिवर्तन गर्ने प्रेम एउटा लेखकको भनेपछि त्यो प्रेमको कथा क्रान्तिप्रतिको प्रेम हो लेखकको। र विश्व दर्शन मात्र होइन, म त के भन्छु भन्दाखेरि यो होल युनिभर्सको फिलोसोफी हो कि जस्तो लाग्छ। किनकि विश्व दर्शन त
यो पृथ्वी त सानो छ, टिभी छ, तर होल जलजला त तपाईँको ब्ल्याक होलमा पुग्छिन्। जलजला तपाईँको सूर्यको त्यो तापक्रम भित्र छिरेर उनी बाहिर निस्किन्छन्। तपाईँको यो मिल्की वेबाट टाढा एकछिन अर्को वे उसमा पुग्छिन् भनेपछि यो विश्व दर्शन होइन, होल ब्रह्माण्ड भन्दा माथिको दर्शन हो जस्तो लाग्छ। यो टपिकको बारेमा यो र अब आज जुन लेखकले एउटा आँट गर्नुभएको छ हाम्रो हातमा कमरेड जलजला छ र यसको विवेचना गर्ने अर्को लेखक मलाई लाग्छ एउटा युवा कम्युनिस्ट नेता, उहाँ राजनीतिज्ञ हुनुहुन्छ। उहाँले साहित्यमा त्यति प्रवेश गरेको देखिन्न, तर एउटा 77 वर्षदेखि साहित्य लेखिरहेको मान्छेको किताब, त्यसमा जुन उहाँले लेख्ने कोसिस गर्नुभयो यही ठुलो कुरा हो। उहाँले भन्नु पनि भएको छ बुकमा, मैले लेख्न सके होला नसके होला, यो प्राज्ञिक बहसको विषय हो। यो प्राज्ञिक बहसको विषय हो कि होइन तपाईँहरूले छुट्याइदिनुहोस् भनेर भन्नुभएको छ। मैले फेरि त्यही स्टिभ जब्सको कुरा जोडेँ। म 12 भन्दा माथि पढिनँ भनेर भन्छ स्टिभ जब्सले, तर स्ट्यानफोर्ड युनिभर्सिटी सबभन्दा महँगो युनिभर्सिटीको दीक्षान्त समारोहमा गएर के भन्छ स्टिभ जब्सले भन्दा म आज तपाईँहरूलाई सिकाउन आइरहेको छु भने पढाइ के हो, तपाईँको प्राज्ञिक नलेज भने के हो। यो किताब यदि अहिले कम्युनिस्ट पार्टीको सत्ता भइदिन्थ्यो भने लेखकले तपाईँको कसैको पार्टी यदि सत्तामा भइदिन्थ्यो भने यो किताब तपाईँको गीता जसरी पढाइ हुन्थ्यो। मिसेल फुकोले के भनेको छ भने पावर र नलेज, यदि तपाईँहरूसित पावर छ भने त्यही नलेज हुन्छ, यदि तपाईँसित नलेज छ भने त्यही पावर हो। तर आज नलेज त छ, यो जलजलाभित्रको जुन ब्रह्माण्ड छ, जुन नलेज छ, त्यो नलेज अन्त कतै मैले देखिनँ। हेर्नु त त्यहाँ सिङ्गो हाम्रो कर्णाली, सिङ्गो नेपाल, सिङ्गो विश्व, प्रत्येक त्यो बुकहरूलाई रेफरेन्सको रूपमा लिइन्छ। त्यहाँभित्र यति रेफरेन्स छ, तपाईँको प्रत्येक परिच्छेद पिएचडी गर्न योग्य परिच्छेदहरू छन् भने तपाईँको मिसेल फुकोको नलेज र पावरलाई जोड्ने हो भने, त्यही भएर मैले भनेको यो 100% प्राज्ञिक बुक हो। र दोस्रो त्यसपछि यो लेखकले सुरुमै भनेका छन् र अर्को गीताजी प्रकाशक हुनुहुन्छ, उहाँले के भन्नुभएको छ भने यो किताब मार्क्सवादी दृष्टिकोणबाट लेखिएको छ कि छैन भनेर भन्नु भएको छ। अब त्यसको बारेमा मैले ठुला कुरा गरेर हुन्न, मभन्दा हजारौं गुणा सक्षम हुनुहुन्छ मनोज भट्टजी मार्क्सवादको दृष्टिकोणबाट। त्यो हुने नै भयो, मार्क्सवादी दृष्टिकोणबाट यो किताब लेखिएको छ। त्यो कोणबाट लेखकले आलोचना गर्ने कोसिस गरेका छन्। र अर्को कुरा के हो भन्दाखेरि त्यसपछि अब मार्क्सिजम भन्छ। मलाई के लाग्छ भन्दाखेरि त्यसपछि मार्क्सिस्ट पर्सपेक्टिभ भन्दा बाहिर आएका मार्क्सलाई मान्छेहरूले गाली गर्दा रहेछन्। मान्छेहरूले भन्दाखेरि तपाईँ हामी मार्क्स के होइन भन्छौँ, तर युनिभर्सिटीमा प्राज्ञहरूले, संसारभरिका प्राज्ञहरूले मार्क्सलाई किन गाली गर्दा रहेछन् भन्दाखेरि यो पो साम्राज्यवादी हो त। आज हामी ट्रम्पलाई साम्राज्यवादी देख्छौँ, पुतिनलाई साम्राज्यवादी देख्छौँ, तपाईँको सी जिनपिङलाई साम्राज्यवादी देख्छौँ, तर नलेजको क्षेत्रमा मार्क्सको साम्राज्य यति महान छ कि मार्क्स यदि छैन भने न त्यहाँ डेरिडा छ, न त्यहाँ फुको छ। यदि मार्क्स हुनुहुन्थेन भने न त्यहाँ तपाईँको स्यामुएल बेकेट छ, यदि मार्क्स हुन्थेनन् भने न त्यहाँ यो रोला बार्थ छ भने यो सबै क्रिटिकल थ्योरीहरू हुन्। ती थ्योरीहरूमा के भन्छ भन्दाखेरि उनीहरूले नलेज जेनेरेट गर्न खोजेको मात्रै हो, तर सबै मार्क्स नै पछि लागेका थ्योरीहरू हुन्। भन्न खोजे अब समय पनि सकियो,
भनेर आइसकेका छ र यो किताब धेरै महत्त्वपूर्ण छ। मैले जलजलाको बारेमा भने त्यही कोणबाट लेखिएको छ र लास्टमा 1 मिनट जुन मनोजजीले कमी यो किताबका सीमाहरू भन्ने लेख्नु भएको छ त्यसमा उहाँले किताबका सीमा छुट्याउन सक्नुभएको छैन। किताबभित्रका गल्ती कमी कमजोरीहरू के हुन् भन्ने छुट्याउन सक्नुभएको छैन। उहाँले सामान्य प्रेममा लिएर माओले पहिला डिभोर्स गरेका थियो, त्यसपछि बिहे गरेका थियो, सेकेन्ड बिहे त्यही गरिदिया भए भइहाल्थ्यो कि भन्ने छ। त्यो कमजोरी होइन, त्यो तपाईँको एकदम यदि मोहनजीले डिभोर्स गरेर जलजलासित बिहे गरिदिएको भए यत्रो कीर्ति जलजला कीर्ति जन्मिन्थ्यो त, जन्मिँदैन भने त्यो कमजोरी उहाँले छुट्याउन सक्नु भएको छैन। मेरो समय सकिएको छ। मैले यहाँहरूको यो जुन समय लिएँ यसको निम्ति यहाँहरूलाई धन्यवाद दिँदै यो किताब उत्कृष्ट छ। त्यही रोला बासले भने जस्तै तपाईँ हामीले अहिले इन्टरटेक्चुअलिटी यो किताब नपढिकन यो किताबमा के छ यो किताबसित झगडा नगरिकन अब हामीले बिर्सनुपर्छ। तपाईँको वस्तुगत यही पदार्थ र चेतनाको निर्माण हाम्रो पदार्थ त अब यो हो नि। हामी मनोजजीलाई चिन्दैनौँ, हामी किताबलाई चिन्छौँ भने यसले हाम्रो चेतना निर्माण हुने हुनाले हामीले किताबका प्रत्येक अक्षर पढ्नै पर्छ। यति भन्दै म बिदा हुन्छु। हस्त धन्यवाद।